हेलो गुड मर्निङ नमस्कार सबैजनालाई है। आज चाहिँ हाम्रो घरमा हामीले फुल रोप्ने मेरो श्रीमतीको चाहिँ म भिडियो बनाइदिँदैछु। मेरो मिसेस हो हैन, उसले चाहिँ भिडियो फुलहरू राम्रो राम्रो फुलहरू रोपेको छ। यो पेटुनिया रहेछ, यो रेड कलरमा छ हैन। यो एकदमै राम्रो छ, फुल्दाखेरि चाहिँ एकदमै राम्रो देखिने रहेछ कि झ्याप्प फुल्ने। तर यो चाहिँ पट जति ठुलो भयो त्यति धेरै फुल्दो रहेछ है। लास्ट टाइम हामीले सानो गराएको थियो, सानो फुलेको थियो। यो चाहिँ व्हाइट कलरमा छ। यो पट चाहिँ त्यही रहेछ यसको चाहिँ। लास्ट टाइम हामीले सानो गमलामा रोपेको थियो, एकदमै कम फुलेको थियो। मतलब कम होइन, तर हेर्दाखेरि चाहिँ अलिक क्वान्टिटी वाइज चाहिँ कम थियो हैन। यसमा चाहिँ एकदमै धेरै फुलेको छ। यसरी धेरैवटा यो के रे कान्छी यसको नाम? मतलब नाम चाहिँ थाहा छ, सिनेरिया। मलाई चाहिँ नाम त्यति थाहा छैन है। एक दुईवटा उसले रोपेर उसले गरेर चाहिँ थाहा भएको मलाई। अनि यहाँनिर हाम्रो के रे यो जिरेनियमहरू छ, टन्नै जिरेनियमहरू रोपेको छ हैन। उता हाम्रो भाउजू पनि हुनुहुन्छ उतापट्टि, उहाँले पनि धेरै धेरै राम्रो राम्रो फुलहरू रोप्नु भएको छ। अहिले चाहिँ अलिअलि मर्यो होला उहाँको चाहिँ हैन। अनि यो के रे यसको नाम के रे? डेलिया। यो जिरेनियमहरू चाहिँ मलाई खासै मन पर्दैन है। किन मन पर्दैन? मन त पर्छ, तर रिजन के भने यो अलिक सिजनल भयो कि। जिरेनियम चाहिँ अब पाहाडतिर चाहिँ राम्रो होइन, लङ लास्टिङ फुल्ने खालको एभरग्रिन टाइपको हो। यहाँ तराईमा चाहिँ मर्दो रहेछ कि, मरेपछि साह्रै दुःख लाग्ने कि। यो सिजनल फुलहरू चाहिँ मलाई खासै यति राम्रो लाग्दैन। मलाई मनपर्ने भने चाहिँ बरु यहाँको त्यो हिबिस्कस भयो, अनि अर्को हाम्रो बगनबेलिया भयो। बगनबेलिया हो कि बगमबेलिया हो है, जे भए पनि यस्तो सिजनल फुलहरू चाहिँ खासै राम्रो लाग्दैन ल। तर अलिक अव्यवस्थित बनाएको छ कान्छीले। अब यो अलि राम्रो बनाउँछु भन्दैछ, व्यवस्थित बनाएर फुल पनि राम्रो राम्रो रोप्छु हैन, मजासँगले कटिङ गर्छु भन्दैछ। यसपालि चाहिँ माथि पहाडमा पनि यसको चाहिँ बनाएर राखेको होला उसले। यसको ल। धन्यवाद सबैजनालाई यति समयसम्म भिडियो हेर्नु भयो। यो अर्को यहाँ पनि अर्को नै पिटुनिया लिएर आउँदैछ उसले। एकदमै राम्रो फुलेको छ कि। यो फुल्दा चाहिँ राम्रो देखिने कि, तर मर्दा यस्तो नराम्रो लाग्छ। सक्करको सुक्दाखेरि चाहिँ साह्रो दुःख लाग्छ कि मलाई, एकदम नराम्रो लाग्छ कि। त्यही भएर चाहिँ मन नपर्ने भन्ने, फुल मन नपर्ने भन्ने होइन। यसको यो बिचरा मर्दाखेरि चाहिँ यो सिजनल चाहिँ मर्दा साह्रै नेचुरल लाग्छ कि। त्यो भनेको एकदम उराठ लाग्दो हुन्छ नि, त्यो भएर चाहिँ आँट्छ। कस्तो राम्रो देखिन्छ नि है फुल्दाखेरि त। कतिवटा रोप्यो यसपालि? 5वटा मात्रै हो? 20वटा थियो सानोले सबै फुटाइदिएको। ए 20वटा हुँदा कति राम्रो हुन्थ्यो है। छोराछोरी सानो हुँदा नि गाह्रो हजुर, सबै चुडा